Hello guys, welcome to my vlog again. This is me Susil Limbu. I'm here. This is my bro Ranjan. Say hi. Hi everyone. What's your name, man? Ranjan. Ranjan. And where are you from? TikTok. Yeah. Then what are you doing now? Enjoying, eh? Bardubai is very beautiful place, no? Yes. Yeah. That's why I know. And look at it. Very beautiful place in Bardubai. This is Abra. No, Abra. Hi everyone. Good evening. How are you? So today night visions. I'm here now. Bardubai is Nepal Park. You come to enjoy your day. And enjoy your day, man. Hi. Yeah. Now we are in Bardubai. So we are in visit to Bardubai. Bardubai is very beautiful place. Here are so many people right now. At night, already in 8 o'clock. But see here, too much people, no? That's why Nepali Park is Nepali Park, no? यो चाहिँ हाम्रो सबै नेपालीहरुको पार्क हो हैन नेपालीले गर्दा चलेको बर्दुबै चाहिँ नेपाली पार्क भनेर चिनिन्छ यहाँ चाहिँ यहाँ नेपाली हेर्नुस् टोटली सबै नेपालीहरु देखिन्छ हाम्रो अनि सन्डेको दिन चाहिँ भनेको नेपालीहरुको भेटघाट हुने दिन हो यहाँ चाहिँ सबै नेपाली आफन्तजन देख्दा इष्टमित्रहरु हैन छछिमेकी टोटली भेट्ने ठाउँ भनेको बर्दुबैको दुबई युएई को बर्दुबै दुबईको बर्दुबै अनि यहाँ चाहिँ सबै टोटली यसरी जम्मा हुने दिन छ सन्डेको दिन चाहिँ यसरी मेला सर लाग्छ यहाँ चाहिँ जेउस एउटा खासियत चाहिँ नेपालीहरुले जहाँ गए पनि एउटा ठाउँ बनाउँछ भने चाहिँ त्यो अनुसार हो है सबै थोक हेर्ने लुबल अनि यो चाहिँ बर्दुबै हैन हजुर यो तिमीलाई बर्दुबैको रौनक म देखाउँदै जान्छु है ल हेर्दै जाऊ यहाँ चाहिँ 2 रुपैयाँ 3 रुपैयाँमा फोटो खिच्ने मान्छेहरु नाइट भिजन तिमी यहाँ चाहिँ अलिक खाली रहेछ कि अनि त्यही भएर हामी पनि यसो एउटा दुईटा फोटो हान्दिउँ भनेको जहाजमा कोही त जहाजमा मान्छे नि छैन यार यहाँ जहाज त खाली छ भाइ ती फोटो हान्छौ यहाँ यसमा सबै खाली छ जहाज त कोही त रहन्छ मान्छे कि आफै खोलेर पस्दिने भित्र बब्बाल तर यस्तो पसौँ यो चाहिँ आब्रा हैन आब्राको यहाँ बेला बेला हामी पनि हुक्का खान आउँछौँ जस्ट मस्ट द नेपाली पिपुलहरु भेट्ने ठाउँ भनेको चाहिँ यही हो क्या यता चाहिँ हाम्रो सबै हुक्का खाने ठाउँहरु उहाँ हाम्रो चेलीहरु यसरी बस्नुहुन्छ यहाँ चाहिँ अनि आफ्नो कस्टमर भनेको कस्टमर हो नि त जति मान्छे बोलाउन सक्यो पसलमा त्यति मान्छे भिडाउन सक्यो त्यति राम्रो हो भनेर चाहिँ यसरी बसिन्छ क्या हाम्रो यो चाहिँ आब्रा रहेको छ यहाँको कुनै दिन हामीले पनि यसरी बसेर यहाँ हुक्का तानेको थियो यस बर्दुबैमा घुम्ने ठाउँ चाहिँ मजाको छ बर्दुबैमा घुम्न चाहिँ सकिन्छ हैन यस्तै रमाइलो हुन्छ बर्दुबै हाम्रो भाइ चाहिँ आउँदैछ हैन
भाइ बर्दुबे बर्दुबे यहाँको डुङ्गाहरू चाहिँ यो प्रकार छ होइन। यहाँ 1 दिराम होइन होइन 1 दिराम तिरेपछि चाहिँ यहाँदेखि पारी देरा भन्छ। ऊ त्यो द ग्रेस होटल भनेर देख्नुभएको छ हो, त्यो होटलदेखि पारिपट्टि जान पाइन्छ। यहाँबाट यो बर्दुबे भन्छ भने पारी देरा भन्छ। यहाँदेखि उता जान पाइन्छ। जाने रमाइलो गर्ने घुम्ने आउने। गोल्ड सेन्टर भने त्यतापट्टि हो। त्यहाँ चाहिँ सुन चाँदीको धेरै मार्केट छ, त्यो अनुसार जान पाइयो। यहाँ बोर्ड थुप्रो बोर्डहरू छ। अनि हाम्रो भाइ यहाँ छ। हाम्रो भाइ यसो डुल्छु भनेर आज डुलन ल्याएको होइन। रमाइलो एकदम बर्दुबे भनेको नेपालीहरूको पार्क र नेपाली एकदम यहाँ जमघट भएको ठाउँ हो। नेपाली एकदम रमाइलो छ यहाँनिर। आजको अनुभवमा तिमीलाई बर्दुबेको कस्तो लाग्यो त घुम्नु? बर्दुबे त एकदम मजा लाग्यो। अहिले घुमेर आएँ, घुम्दैछु। अब यसो रुमतिर लाग्नु पर्यो। कति घुमिराख्नु भोलिदेखि ड्युटी छ, त्यही भएर हामी आएको के को लागि यहाँ विदेशमा? आज सन्डे छुट्टी रहेछ, त्यसको लागि यस्तो घुमघाम रमाइलो। एकदम हप्तामा 1 दिन त यसो थाकेको शरीर हुन्छ, घुमेर भए पनि थकाइ मेट्नु पर्यो। कति काम गरिराख्नु। हामी त अब यस्तै परदेशी जिन्दगी यस्तै हुन्छ। काम गरिराख्छौँ 12 घन्टा 15 घन्टा ड्युटी हुन्छ हाम्रो। त्यही भएर चाहिँ हामी भनेको एकछिन अब दाजुभाइ हल्का घुम्ने हल्का फ्रेस हुने, आफूलाई फ्रेस बनाउने, हिँड्ने रमाइलो गर्ने भनेको हो। यहाँ हाम्रो फास्टफुड पनि रहेछ। यो चाहिँ नयाँ देखेँ मैले होइन। यस्तो हुन्छ। केही बोल्न चाहन्छ भने बोलाइ भयो। मैले यस्तो चिने पार्कतिर नेपाली पार्कतिर आयौँ। अब नेपाली पार्कतिर त सिटी सेन्टर मल छ। सिटी सेन्टर मलदेखि पारी गयो भने बस स्ट्यान्ड आउँछ। बस स्ट्यान्डदेखि हाम्रो त पारी हाम्रो रुम छ। नेपाली पार्कमा चाहिँ आउँदा भइसक्यो अहिले। नेपाली पार्क हेर्न सक्नुहुन्छ बर्दुबेको होइन। बर्दुबे यस्तो क्रस छ अहिले, मान्छे भिड आमामा। हेर्न पार्कमा थोरै मान्छे छ नि त। पहिला चाहिँ यो चोरीमा पनि बस्न दिन्थ्यो, नेपालीको त्यही बेहोरा हुँदैन भने त्यस्तै हो। घाँस तान्ने लडीवडी गर्ने गर्दाखेरि चाहिँ छोडेको छ। यहाँ हेर्न सक्नुहुन्छ अहिले पनि मान्छे टनाटन छ पुरै। यो चाहिँ हाम्रो मेट्रो स्टेसनको निस्किने ठाउँ। मेट्रो स्टेसन पस्ने यहाँदेखि यता क्रस। अनि यहाँबाट हामी सुई अगाडि गयौँ होइन। अनि ऊ त्यहाँ देख्न सक्नुहुन्छ सिटी सेन्टर, ऊ त्यो बिल्डिङ। यहाँ चाहिँ हाम्रो जेब्रा क्रसिङ छ। सरी, यहाँबाट चाहिँ हाम्रो एकदम जेब्रा क्रसिङ गरेर पारी तरेर यो चाहिँ भन्छ अल्गुबाइबा बस स्ट्यान्डतिर हामी जाँदैछौँ। यहाँ पेट्रोल पम्प। यहाँ सिग्नल भएको कारणले हामी चाहिँ यताबाट गयौँ होइन। त्यो नेपालीलाई कसरी रोक्दैन भने जस्तो हामी पनि यसरी छिर्छौँ नि। जता भयो हामी त्यतै छिर्दैछौँ। कसैले कहिले रोक्दैन नि त। हामी नेपाली हो, नेपालीलाई कसैले कहीँ रोक्छ त? गोर्खाली भने गोर्खाली हो नि त। यहाँ चाहिँ वेस्ट कोड भन्ने ऊ छ होटल, यो माथिको। यो चाहिँ हाम्रो ट्याक्सी स्ट्यान्ड। यहाँ कहाँ हो त? अल्गुबाइबा बस स्ट्यान्ड चाहिँ यही हो बर्दुबेको ठुलो बस स्ट्यान्ड भनेको यही हो। अल्गुबाइबा बस स्ट्यान्ड भन्छ यसलाई चाहिँ। यहाँ हाम्रो भाइ आज डुलेर आउँदैछ। बर्दुबे घुमाइदिएको नि भाइले, कहिले घुमाएको छुइनँ दाइ भन्थ्यो। अनि नयाँ आएको भाइ। अल्गुबाइबा बस स्ट्यान्ड। बर्दुबे कोही पनि आउँदै हुनुहुन्छ र दुबईवासी हुनुहुन्छ भने चाहिँ अल्गुबाइबा बस स्ट्यान्ड भनेको यो हो। यहाँ आइसकेपछि चाहिँ बर्दुबेको जतासुकै जान सक्नुहुन्छ। यो हाम्रो स्ट्यान्ड, बस पार्क भनौँ न। हामी नेपालमा बस पार्क भनेको छ। अल्गुबाइबा बस पार्क के हो।
यहाँको बस पार्क पनि टन्नै छ नि ठुलो छ। जे खोजो त्यही पाउँछ यहाँ। फेरि बस पार्क भन्ने मात्रै हो। बस पार्कमा हेर्दा यहाँभित्र मार्केट त्यस्तै छ। स्ट्यान्डको भित्रको मान्छे टाढो जाने मान्छे यहीँ छन्। बसेर टन्नै लागेको छ है। यो चाहिँ पार्क। यहाँ पनि सबै बसको लागि वेटिङ गरेको मान्छेहरू छन् भित्र। यता पनि अर्को पछाडिपट्टिको अर्को लोकल छ बसहरू। यहाँ पनि स्ट्यान्ड लाग्छ। बस पार्कै हो पनि ठुलो एरिया छ बस पार्क भने यहाँको चाहिँ यस्तो छ। बस पार्कको चाहिँ स्थिति भनेको यस्तै हो। बर्दुबे अल्गुबेपा बस पार्क। यहाँ पनि यसो आज छुट्टी थियो। छुट्टीको उसमा मौकामा भाइ पनि नयाँ आएको। दाइ कता के घुम्न जाउँ न भन्न थाल्यो। त्यही भएर नि अब हामीले जानेको बुझेको भनेको यहीँ नजिकै बस पार्क। त्यही भएर यहाँ यसो घुम्ने ठाउँ थियो र पार्क नेपाली पार्क भनेर चिनिन्छ हाम्रो यहाँ चाहिँ अल्गुबेपा। यो चाहिँ मिसिन हो। यो चाहिँ हाम्रो मेट्रोमा हिँड्ने कार्डलाई रिचार्ज गर्ने मेसिन। यत्रो बस स्ट्यान्ड छ है। यहाँ पछाडि मस्जिद छ। यहाँदेखि टोटली सबै रेस्टुरेन्टहरू फेरि यहाँदेखि यतिदेखि उता पुरै रेस्टुरेन्ट नेपाली रेस्टुरेन्टहरू चाहिँ बर्दुबेमा कसैलाई थाहा छ भने चाहिँ ससुराली रेस्टुरेन्ट र घान्तोक रेस्टुरेन्ट भनेको चाहिँ हाम्रो नेपालीहरूको यहाँ छ है अगाडि। हामी पनि यसो बेला बेला देखिनु पर्यो होला नि त। यो चाहिँ हाम्रो नेपाली रेस्टुरेन्टहरू अब आयो। क्याफे भनौँ न। यहाँ त्यस्तै खास त्यस्तो रेस्टुरेन्टहरूलाई ठुलो चाहिँ होइन। यही टक्क मेजबानी रेस्टुरेन्ट भनेको ससुरालीमा। त्यहाँदेखि उता घान्तोक क्याफे यस्तै छ। यो ससुराली, यो घान्तोक। यता टिकटक। यस्तो मजदुर भनेको यसलाई भन्छ क्या। 10 रुपियाँ 5 रुपियाँको लागि त्यो ठेला तानेर हिँड्छ यिनीहरू। यिनीहरू चाहिँ पाकिस्तानी हो। यो चाहिँ हाम्रो फार्मेसी। मयुरम भन्ने यहाँ छ अर्को होइन। तपाईँलाई कतिलाई थाहा छ छैन। यहाँ बर्दुबे अगर घुम्नु भएको छ र घुम्न आउनु कुनै दिन थाहा छ भने चाहिँ यहाँ हाम्रो त्यो बी स्पोर्ट भन्ने यहाँ क्लब फाल्टै छ यहाँ चाहिँ। अनि अर्को यहाँ चाहिँ नयाँ बन्दैछ अर्को एउटा। नेपालमा जस्तो यहाँ पनि दुबईमा बिचबाट बाटो काट्ने नेपालीको आदत कहिले गएन है। यो चाहिँ हाम्रो भेराइटी मोमो। भेराइटी मोमो भनेको चाहिँ कसलाई चिन्नुहुन्छ भन्दा तपाईँले अब होस्टेल 3 पल के अरे उसको हेर्नुभयो होला कुलबईको। त्यसमा एउटा आशिष दाई हाम्रो यहाँको हुनुहुन्छ। आशिष दाइले चाहिँ हल्का भिलेनको रोल थोरै निभाउनु भएको छ। जस हाम्रो दाइको यहाँ छ। अहिले ब्रान्चहरू अर्को खुलेको छ यहाँ छ होइन। यो ओल्दरबार हाम्रो तलको यहाँ अगाडि देख्नु सक्नुहुन्छ बाटोको पारी हलिउड मार्केट। यो चाहिँ हामी सपिङ गर्न जाने ठाउँ अलिअलि। अब हाम्रो रुम आइपुग्नु लाग्यो। यसकै माथिको बिल्डिङमा हाम्रो रुम हो।
अलनुरी बिल्डिङ। थाकेको शरीर हामी त्यसरी थकान मेट्छ यहाँ बसेर। अब हामी हाम्रो रुम प्रस्थान हुँदैछौँ होइन। हामी चाहिँ अब हाम्रो रुम जानु पऱ्यो नि त होइन भाइ? के छ आज कस्तो भयो घुमाइ? एकदम मजा आयो ठिक भाइ, इन्जोय गर्यो सन्डे। अब अर्को सन्डे छुट्टी भयो भने परदेशी जिन्दगी सन्डे अब छुट्टी हुन्छ। यसको अब 7 दिन काम गर्यो, एक दिन त थाकेको शरीरलाई यसमा हल्का फ्रेस हुनु पर्यो। ठिक छ, हामी त्यस्तै छ। हामी अब भ्लग रेगुलर बनाउँदैनौँ, तर पनि यसो बेला बेला बनाएको हिसाबले तपाईँहरूलाई अपडेट दिँदै गरौँ भन्ने हाम्रो कुरा हो। ठिक छ ल, अब भेट्दै गरौँ ल। यो हाम्रो लिफ्ट, हाम्रो लिफ्ट थियो अझै 3 2 अब 1 अब 0 अनि हाम्रो भाइ प्रस्थान हुन्छन्। हाम्रो भाइ त्यसपछि हामी पनि फेरि पस्यो भने त हाम्रो चेलीबेटी आउनुभयो। त्यस्तै छ। ल 7 चौथो तला। लिफ्टभित्रको अनुभव कस्तो छ भाइ? Talking. I don't like. Assalamualaikum. सानो भयो कि त्यही भएर कोर्दै लिफ्ट क्या, लिफ्ट सानो स्पिड छैन नि त लिफ्टमा, बिग्रेको छ। That's why I. कति 2 मा गयो? तेस्रो हो। 3 4 अब हाम्रो आयो। हाम्रो सबैजना यही होला फेरि, सब छिमेकी मात्रै हुनुहुँदो रहेछ। चौथो तलाकै हो। सब चौथो तला। अब हामी रुम पस्यो। हाम्रो रुम ट्याक्क आयो भने 401 से हाम्रो स्पेस ड्याङ 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 यहाँबाट लेफ्ट साइड लाग्यो भने हाम्रो रुम पुग्छ। ल धन्यवाद, बन्द गर्नु होला। अब चाहिँ हामी रुम एन्ट्री भयो। ल